ल यतिमा हुन्छ तल हुनुहुन्छ मन चाहिँ हाम्रो रङ्गाइएको छ बाहिर आएको यो 9 दुर्गे माता दुर्गे मालिकन रक्षा गरेर भन्दा हामीले एकदम सम्झाएको छौँ तर आएर चाहिँ हजुरले पनि यसो वस्त्र चाहिँ पहिर्नु होला राम्रो भएर बसिदिनु होला यो महलमा पर्ने सर हजुर 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 ओ गोटियाको भन्ने कर्कर सुनेको हो कोही कोही मान्छे पनि देखियो हामीले अझै छन् 2015 सालबाट छन् यसको इतिहास एउटै मान्छे चाहिँ एउटै घरमा 4 जना 5 जना मरेको हो दुर्गे माता पूजा कसरी गर्ने भन्दाखेरि लुटो पिलो ज्वरो खतरा गयो भन्नु फर्केका एउटालाई लैकन गाडेर फर्केर नाखेर अर्को गइसकेको भन्नु त्यस्तो खेपेको गरेको खेपेकै मोल बोकाइ उहाँको फ्युचरको क्याप्टेनको दाइ यो भयो बा अब अरू ल मान्नु भन्नु कालिका कालिका होला आएर मलमा बसिदिनु होला यसो चाहिँ वस्त्र चाहिँ पहिर्नु होला त्यसमा साथमा यो पहिला त म विदेश हुँदाखेरि पहिला बिचमा त्यति गरे जस्तो लाग्दैन सायद म विदेशतिर भइरहेको कि ठिक हो कहिले चौपारीमा कहिले त्यो हाम्रो साइली घरमुनि त्यहाँ ठिक हो मान्छेले फेरि गर्न वास्तै गर्ने अनि मैले एक्लै गर्न लाग्यो त ए या एक्लै गर्न लाग्यो अनि सबैले गर्नुपर्छ भन्ने बोलाएपछि नि सबै जान लाग्यो ठिक हो उता गाउँतिर कसले माथि गर्छ कमेन्ट उहाँ नि गर्छन् नि आजै गर्छन् त्यहाँ पनि गर्छ होला त्यो आजै गर्ने कसले सरस कुरो गर्दै थियो उही चौरासी कान्थले यहाँ आउनु नमान्दाखेरि मैले उहाँ पनि गइरहेको गरेँ कहाँ गर्नुभयो मै उनीहरूसँग मिलेर ए हो यहाँ त काँडालाई भन्यो यतै गरौँ भनेर अनि सबैलाई जम्मा गरिकन काइला भन्नु कालबाले चौतरा माथि गऱ्यो त्यहाँ काटमार गर्न हुन्न भनेर त्यहाँ छाप्यो बाटोमा गऱ्यो त्यहाँ हन्न भयो बाटो यहाँ भनेर फेरि तलतिर गहरामा गऱ्यो ए हो सबैले विरोध गरेको अनि चौपारी एकपटक साइली घर पनि एकपटक म विदेशको आलजाममा दुईपटक मैले त्यहाँ हो अनि बाटोमा पनि गरेको ए त्यो बाटो पनि गरेको अनि तलतिर गहरामा नि गऱ्यो ए ठिक हो अनि वास्तै गर्न लगाऊँ भनेर छोडेको रोक्यो ओके हावा चल्छ हावा चल्छ यता बस्छ त बा माथि उठाएर बाल्ने अनि राख्दै गर्दै नि हुन्छ पोल्ला हाल्नु ओके टक्कै हावा लाग्छ कि जलाउने होइन हजुर हजुर होइन मान्छेले छिटो छिटो भनिकन गर्छन् कि हजुर यहाँ देवीको पूजा गर्दाखेरि बत्तीको लागि 9 सिटी बनाउनुपर्छ है हजुर 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 बाटी बाटी हजुर देवीको पूजा गर्दाखेरि पनि यसलाई जलाई लाभ भोट्नुहुन्न देवीलाई लाभा कुरा गर्छ दाइले लाभा अनि तपाईँको कतिजना भयो र त्यहाँ 48 जना छ 48 छ त्यतिकै हजुर बोरी भएमा भन्ने मिलाउनु त्यहाँ बत्तीमा अब मेसी सबै गर्नु पर्यो ल ल्याउटा कोइला ल्याउटा अब मेरा खानु
त्यसले गरेर प्रत्यक्ष केही हुन्न केही बुढीसँग भवन टिप्दै ठुल्ठुलो पातमा हजुर ठुल्ठुलो पातमा त्यही हुन्छ धुप बसाइ लावा रोटी बसाइ अर्को यहाँ साइडमा यहाँ राख्यो टोटेलाई यहाँ राख्यो अर्को छैन यहाँ अलिक उ धेरै जान्छ है त्यहाँ पहिला पहिला त छबर अलि मसिना खाएको अहिले फेरि पूजा सकेर नि धुप त हाल्नुपर्छ कान्छा हजुर पूजा सकियो नि धुप त हाल्नुपर्छ ओके बाल्नु त पर्यो बिदाई समापन गर्छ त्यही हो भुलचुक भनेको राम्रोसँग मान्छेनु अरे यहीँ तल ल्याउनु मान्छ त्यहाँ मान्दैछ ल मान्छ कि किन नमान्ने नमान्ने कुरै हुन्न नि त एउटा खुट्टा यताउति घुमाउनुहोस् न बरु चाहिँ हिँडाल्दै गऱ्यो हुन्छ क्या त्यसलाई त दुईजना जान्छ अरू समाउनु बुढो मात्रै राखिदेऊ बुढोलाई लास्ट कि हान्ने जा मर्छु भन्दा अलि ओह्राले म झन्नै फाल्छ कि बाह्रले बनाएर राख्नुहोस् तपाईँले बाहिरै पोलिराख्नु भन्दा त्यो अघि प्रसाद मान्छ नि जाई गोठा हट्या बनाउनुहोस् घर बाहिर पोली खानु पर्यो नि त्यो बनाएर बाहिर ए ल ल मम्मीलाई नि त्यो गोठतिर अथवा एउटा आँगनको कुनातिर ल ल घाम लाग्छ नवीन आने भन्दा नवीन आएन माथि देखाउनु क्या त्यो आन्द्रा बुढी गऱ्यो त्यो सानो खालको ठुलोको ठुलो चाहिँ ठुलो एउटा राखौँ होइन कुखुरा काट्न लागि एउटा हाल्नु पो एउटा बडा के भयो भने हजुर 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 मलाई त मन भनेको बुढिया जाला नि बहिनी मेरो त यहाँ काम छ भन्छु आज पूजा गर्ने बुढी आने हो क्या त्यो बुढी आन्द्रो यहाँ भैलो खेल्न त्यो बुढी आन्द्रो यहाँ युट्युबमा हाल्ने हो के नाम तपाईँको मेरो सरोज थापा लेखेको मलाई नबोला ल हाम्रो पूजाको रेडी छ नाचगान हुन्छ शिवरात्रिको सरस्वतीको पूजा गरेर सरस्वती माताको
त्यसै गरेर आज यो सरस्वती चेलीले आफ्नो मारुनी पुर्सुङ्गी हामी चाहिँ सरस्वती सम्पूर्णको चाहिँ रक्षाको लागि भनेर हामी चाहिँ सरस्वतीको पूजा गरेर समापन गरेछौँ। यहाँहरूले अवश्य पनि आगामी बिरामी सालबाट पनि यो कार्यक्रम सुचारू राख्ने भन्दै अब सरस्वती मातालाई वर्णन गर्ने हामी चाहिँ काम सुरुवात गरेछौँ। धन्यवाद।
पहिलेको होइन
गएर यहाँ यस्तो रोटी बनाउन लाग्यो अनि हाम्रो नानीलाई छोडेर ट्युसन पढ्न जाने भनेको नि अनि डुबरीमा अघि हामीले ल्याएको ल्याएको ठुलो चाहिँ कता हो यही मान्छे राति झारेको हामीले अहिले चाहिँ यही छ के बाबु ठुलो चल अब लेनदेन पर्छ यो कुकुर फेरि के गर्छ त्यो नि हाल्न के चाहिँ हालेको कहाँ हालेको फेरि त्यही सिएर लगेको बत्तीले है त्यो त मैले कुरा त बुझाउनु पऱ्यो नि अनि 10 बोतल सरक त पानी ल्याइदियो त्यसमा ओके वेट अहिले खान्छु म छिटो लगिदिनु डाली छैन कहाँ